हाई गाइस टेन टेन सोच्दै हुनुहुन्छ होला आज यसले हामीले के देखाउँदैछ भनेर मैले चाहिँ मेरो गोलु मोलु छोटु बाबुलाई देखाएको ल। अनि हामी चाहिँ आज हाम्रो यात्रा भनेको घरदेखि हस्पिटलसम्मको थियो। मेरो बाबुलाई चाहिँ हामीले खोप लगाउनु पर्ने थियो आज, र म दिदी र बाबु लाग्यौँ आफ्नो यात्रातिर। फाइनल्ली हामी अटोमा पनि बसिसक्यौँ। सरर हावा खाँदै हामी चाहिँ हस्पिटलको बाटोतिर लाग्यौँ। फाइनल्ली हामी आधा बाटोमा पुगिसक्यौँ र बिस्तारै हामी हस्पिटलको अगाडि पुगिसक्यौँ। सेती प्रादेशिक अस्पताल धनगढी। हेर्न सक्नुहुन्छ यहाँको भिड, बापरे गाइस, यो के हो हेर्नुहोस् आफै। बिचारा बिरामी मान्छेहरू यति कम्पिटिसन छ, यति गाह्रो छ। यो लाइन कुर्दा मान्छेको 2-3 दिनसम्म पनि पालो नहुने कस्तो हो के। फेरि यहाँ त जसको शक्ति त्यसकै भक्ति भने चाहिँ पछाडि आउने मान्छे पनि अगाडि घुसिरहेको हुन्छ, अगाडि आउने मान्छे पनि बिचारा केही नथाहा भएर पनि बसिरहेको हुन्छ। न टोकन सिस्टम छ, न केही छ भनिन्छ नि। बोल्नेको पिठो पनि बिग्छ, न बोल्नेको चामल नि बिग्दैन भन्ने कुरा चाहिँ यो हस्पिटलमा पनि लागु हुन थाल्यो। अब के गर्ने। फाइनल्ली हामीले 2-4 घन्टाको वेटपछि चाहिँ हाम्रो बाबुको भ्याक्सिन लगाउने पालो आयो। हेर्नुहोस् न कसरी रोइरहेको छ मेरो कुटुरु। अनि मलाई साह्रै गाह्रो भयो बाबुले रोएको देख्दा। फाइनल्ली हामी चाहिँ भ्याक्सिन लगाएर त्यहाँदेखि निस्किसक्यौँ र औषधि किन्ने ठाउँमा पनि त्यहाँ फार्मेसीमा यस्तो भिड थियो। त्यसैले हामीले बाहिर मेडिकलमा औषधि किनेर घर फर्किन लाग्यौँ अटोमा बसेर। हामी सरर हावा खाँदै आफ्नो दरबारको भनौँ न आफ्नो घरको यात्रामा हिँडिसकेको छौँ। फाइनल्ली पृथ्वीनारायण चौरा पुग्यौँ। त्यसपछि मेरो दिदीको अलिकति सामान किन्नुपर्ने थियो रे। अनि हामी चाहिँ यहाँ सामान किन्न आएका छौँ। हेर्नुहोस् न कस्तो क्युट सामानहरू छ। जे देख्यो त्यही किन्न मन लाग्छ क्या मलाई त। मेरो दिदीले चाहिँ एरिङ्सहरू हेर्दै थियो। त्यसपछि चाहिँ हामी एउटा कपडा पनि किन्नुपर्ने थियो कि, लुगा कपडा पनि किन्नु पर्यो नि त गाइज। सिजन चेन्ज हुँदैछ। त्यसपछि हामीले चाहिँ त्यहाँदेखि अलिकति सामान किनेर हामी फाइनल्ली घर पुगिसक्यौँ। यो चाहिँ हाम्रो पसल हो, मेरो मम्मीको पसल। मेरो दिदी चाहिँ साउनी बनाएर बसिसकेको छ। आजको मेरो सपिङ गाइस, टुटाफुटा सपिङ। त्यसपछि घर आएर मेरो बाबु हेर्नुहोस् न अघि रोइरहेको थियो खोप लगाएर, अहिले चाहिँ हल्का खेलिरहेछ। मेरो दिदी बसेको छ। मलाई लास्टै थकाइ लागेर छ किनकि अघि बाबुलाई नि बोकेको थिएँ। त्यसपछि चाहिँ हामी एउटा मम्मी भन्ने मुभी नेपाली हेर्दै थियौँ। कस्तो के त्यो मुभी अर्थ नपर्थको कस्तो के, मलाई त एउटा मन परेन। हामीहरू हेर्दै हाँस्दै थियौँ। हेर्दै आधा रात हुन थालिसकेको थियो। अझ पनि हामीहरू त्यो मुभीको बारेमा केही बुझेको छैन।